हामी जाँदैछौँ चन्द्रगिरी केबल कार है त। ठ्याक्कै इन्ट्री हुँदैछ हाम्रो। सरजीले फोटो लिँदै हुन्छ उता। केबल कार चढ्दा चन्द्रगिरी डाँडाको जङ्गलले दिएको अनुभूति साँच्चै अद्भुत छ। जब केबल कार धरातलबाट बिस्तारै माथि उक्लन्छ तब हरियो घना जङ्गल तल फैलिएको देखिन्छ। ती रुखहरू हाँगाहरूमा बिहानको सुनौलो घाम झुल्किँदा जङ्गल झन् चम्किलो देखिन्छ। चराहरूको चिरबिर आवाज र कतै कतै देखिने वन्यजन्तुहरूको आवाजले यात्रा झन् पवित्र र मनोरञ्जन बनाउँछ। यो जङ्गल कुनै कथा जस्तो छ जहाँ प्रत्येक रुख, हावा र सुगन्धले प्रकृतिको पूजा गरिरहेको महसुस हुन्छ। केबल कारको सिसाभित्रबाट हेर्दा तलको हरियाली, असिलो कुहिरोले छाएको डाँडो र टाढाबाट देखिने हिमालको दृश्यले मनलाई आध्यात्मिक शान्तिमा लिप्त बनाउँछ। यो केबल कारको यात्रा साधारण यात्रा होइन, यो त प्रकृति र अध्यात्मलाई नजिकबाट महसुस गर्ने एउटा सुन्दर अनुभूति पनि हो र हामी त्यो अनुभूति गरिराखेका छौँ। चन्द्रगिरी डाँडैमा लाग्छ मलाई रमाइलो। चन्द्रगिरीको हाइटमा छौँ यति बेला हामी चाहिँ। ठ्याक्क यता देख्नुभयो भने हिमालहरू केबल कार आइरहेको छ। नजिकै हिमाल देखिन्छ चन्द्रगिरीबाट। चाहिँ हिमालहरूको दिव्य दर्शन गर्ने पनि अवसर प्राप्त भयो आज। अब चाहिँ हामी मन्दिरतर्फ जाँदैछौँ। मन्दिर जानका निमित्त यहाँबाट 5-7 मिनट हिँड्नुपर्छ। थोरै माथि यो केबल कार ठ्याक्कै ओर्लिने ठाउँ हो यो। अब हामी जाँदैछौँ मन्दिर। मन्दिर जाने बाटो हो यो। यही बाटो हुँदै हामी मन्दिर जाँदैछौँ। भालेश्वर महादेव मन्दिरमा एउटा अचम्मको कुरा छ जहाँ चाबी चढाउने प्रचलन छ। भालेश्वर महादेव मन्दिरमा चाबी चढाउने प्रचलन केवल एउटा धार्मिक कर्मकाण्ड मात्र होइन, यो श्रद्धा, विश्वास र भावनाले भरिएको एउटा गहिरो प्रतीक पनि हो। भक्तजनहरू आफ्नो जीवनसँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू जस्तै नयाँ घर, गाडी, व्यापार वा भविष्यका सपनाहरू महादेवको चरणमा अर्पण गर्छन् चाबीको रूपमा। चाबी सामान्य अर्थमा ढोका खुल्ने वस्तु हो, तर आध्यात्मिक दृष्टिकोणले हेर्दा यो बन्द भएको भाग्यको ढोका खुल्ने कामना पनि हो। कोही घरमा चाबी चढाउँछन् ताकि त्यहाँ सधैँ सुख, शान्ति र सुरक्षाको बास होस्। कोही गाडीको चाबी अर्पण गर्छन् दुर्घटनाबाट जोगिने आशीर्वादका लागि। कतिपय त जीवनमा अड्किएका अवस्था, रोग, बेरोजगारी र टुटेको सम्बन्ध फेरि खुलोस् भनेर महादेवसँग बिन्ती गर्छन्, यो मेरो जीवनको चाबी, अब म तपाईँलाई सम्हाल्नुहोस्। चाबी चढाउँदा भक्तको आँखामा आँसु हुन्छ, मनमा भरोसा हुन्छ र ओठमा मौन प्रार्थना हुन्छ। म विश्वास गर्छु कि तपाईँले मेरो मनोकांक्षा पुरा गरिदिनुहुन्छ। अनि तब त्यो इच्छा पुरा हुन्छ। भक्तजन फेरि फर्किन्छन्, चाबी चढाउँछन् धन्यवादका लागि आँसु लिएर। यसरी एउटा सानो चाबी महादेव र भक्तहरूको सम्बन्ध जोड्ने एउटा ठुलो पुल बनेको छ जहाँ आस्था, समर्पण र चमत्कार एक ठाउँमा मिसिएको हामी पाउन सक्छौँ।
कहिलेकाहीँ केही स्थानहरू आँखाले होइन आत्माले देखिन्छ, केही यात्रा पाइलाले होइन मनले तय गरिन्छ। चन्द्रागिरी डाँडाको शिखरमा अवस्थित भालेश्वर महादेव मन्दिर त्यही एउटा स्थल हो जहाँ पुग्दा मन बोल्न छाड्छ र मौन भावनाले प्रार्थना गर्न सुरु गर्छ। पौराणिक समयको त्यो असीम क्षण जब भगवान शिव सतीको जलिसकेको शरीर काँधमा बोकेर विचलित हृदयका साथ पृथ्वीभर डुल्दै थिए। त्यो डाँडामा एउटा टुक्रा सतीको निधार त्यही डाँडामा खस्यो। त्यो पलमा समय स्थिर भयो, प्रकृति मौन भयो र त्यही थलोमा शिव शान्तिमा लीन हुन पुगे। त्यो मौनतामा जन्मियो एक शक्ति जुन कालान्तरमा भालेश्वर महादेवका रूपमा प्रकट भयो। आज पनि त्यो ऊर्जा, त्यो पीडा, त्यो प्रेमको कम्पन त्यहाँको हावामा घुलिरहेको छ। केबल कार चढ्दै जाँदा तल हरियो जङ्गल, माथि खुला आकाश र बीचको मनको स्पर्श गर्ने शून्यता, ती साना साना घन्टीहरूको धुन हरेक चपल मनलाई थाम्ने शक्ति बनेको छ। भक्तजनहरू यहाँ आउँछन्, केही इच्छा लिएर, केही पीडा लिएर, केही उत्तर खोज्दै। धार्मिक मान्यता अनुसार हिमतखण्डमा उल्लेख भएअनुसार सतीदेवीले दक्ष प्रजापतिको यज्ञ अपमान सहन नसकी आत्मदाह गरेपछि भगवान शिवले उनको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्दा सतीदेवीको निधार अथवा भाल यस स्थानमा पतन भएको भन्ने विश्वास गरिन्छ। त्यसैले यहाँ भालेश्वर महादेवको प्रकट भएको भन्ने चाहिँ किंवदन्ती छ। ऐतिहासिक रूपमा यो स्थान नेपाल एकीकरणका क्रममा पनि महत्त्वपूर्ण मानिन्छ। राजा पृथ्वीनारायण शाहले यस डाँडाबाट पहिलो पटक काठमाडौँ उपत्यकालाई अवलोकन गरी विजय गर्ने योजना बनाएका थिए। उनले भालेश्वर महादेव मन्दिरमा पूजा गरी आफ्नो मनोकामना व्यक्त गरेका थिए, जसपछि उनको इच्छा पूरा भएको भन्ने पनि विश्वास गरिन्छ। सतीदेवीको निधार अर्थात् भाल पतन भएको स्थानलाई अत्यन्त पवित्र र शक्तिशाली मानिन्छ। पौराणिक मान्यता अनुसार यो स्थानमा सतीको भाल खसेपछि यहाँ भगवान शिवले आफ्नो तेज प्रकट गरी तपस्या गरे भन्ने विश्वास गरिन्छ। यही शक्तिपीठको सम्मानस्वरूप स्थानीय बासिन्दाहरूले आदिकालदेखि यहाँ पूजा आराधना गर्दै आएका छन्। सुरुवातमा यहाँ सानो ढुङ्गाको शिवलिङ्गमा का रूपमा पूजा गरिन्थ्यो, जुन कालान्तरमा भालेश्वर महादेवको रूपमा चिनिन थाल्यो। समयसँगै स्थानीय श्रद्धालुहरूले धार्मिक महत्त्वलाई मध्यनजर गर्दै मन्दिर विस्तारको आवश्यकता महसुस गरे। अन्ततः आधुनिक संरचनामा मन्दिर निर्माण गरी चन्द्रागिरी हिल्स परियोजना अन्तर्गत यो वास्तुकला र परम्परागत शैलीमा समेटिएको यो मन्दिर अहिले पर्यटन र भक्तजनका लागि अध्यात्मको केन्द्र बनेको छ। भालेश्वर महादेव मन्दिर चन्द्रागिरी डाँडाको शिखरमा अवस्थित एक पवित्र स्थल हो, जहाँबाट देखिने हिम श्रृङ्खलाहरूले मन नै लुब्याउँछ, आकर्षित गर्छ। सफा मौसममा यहाँबाट गणेश हिमाल, लाङटाङ, दुर्जे लाक्पा, गौरीशङ्कर, मनासलु हुँदै टाढा टाढा सगरमाथासम्म पनि देख्न सकिन्छ। ती हिमालहरूले पूर्वदेखि पश्चिमसम्म आकाशमा फैलिएको अपूर्व चित्र जस्तो लाग्ने दृश्यहरू देख्न सकिन्छ। बिहानको घाममा चम्किने ती सेता चुलीहरू एक प्रकारको आध्यात्मिक उज्यालो बोकेर मनमा शान्ति भरिदिन्छन्। चन्द्रागिरीको भालेश्वर महादेव मन्दिरको नजिकै यसरी साइक्लिङ गर्ने पनि व्यवस्था छ। तपाईँहरू पनि एकचोटि आउनुभयो भने साइक्लिङको मजा सँगसँगै भालेश्वर महादेवको पनि दर्शन गर्न सकिन्छ, देख्न सकिन्छ। यहाँनिर नजिकै भालेश्वरको छेउैमा यसरी साइक्लिङ गर्ने पनि व्यवस्था छ। साइक्लिङ गरिरहनु भएको छ धेरैजनाले है त। पृथ्वीनारायण शाहको शालिग